अब रिमाजी वास्तवमा राजनीतिमा ल्याएको मैले हैन मैले बोलाएर एक दिन अब उज्यालो नेपाल पार्टी दर्ता गर्ने भयो तपाईँ एकदमै अब कलाकारको रूपमा पनि सबै हिसाबले एकदमै पोटेन्सियल एकदमै राम्रो व्यक्तित्व आएर मलाई सहयोग गर्नु पर्यो तपाईहरु पनि यसमा बसिदिनु पर्यो भनेपछि म भोलिसम्ममा चाहिँ निर्णय गर्छु भनेर भन्नुभयो मैले भोलिपल्ट उहाँले हुन्छ भन्नुभयो अनि त्यसपछि हामी यो पार्टी दर्ताको प्रक्रियामै सुरुमा हाम्रो चाहिँ त्यसरी आएको र उहाँलाई नै उहाँको पोटेन्सियल देखेर र उहाँ एउटा उहाँसँग चाहिँ पहिलेदेखि चिन्जान थियो मेरो चिन्जान त्यस्तो थिएन भेटघाट पनि थिएन एकजना हाम्रो कुमारजी हुनुहुन्थ्यो हैन अहिले उहाँ हाम्रो के अरे दुबईमा हुनुहुन्छ उहाँ मार्फत भेटघाट भएको हो र उहाँको पनि अलि पोलिटिकल्ली इन्ट्रेस्ट चाहिँ थियो हैन रहेछ मैले पनि अलि मलाई पोलिटिकल्ली पनि उहाँ चाहिँ इन्भल्भ हुन चाहने त्यो देखेपछि उहाँको अलि सुनिरहेको पनि मैले अब कलाकारको रूपमा पनि प्रस्तुताको रूपमा पनि सुनिरहेको देखिरहेको अनि उहाँले उहाँ चाहिँ अलिकति फेरि बोल्नलाई पनि सबै हिसाबले बोल्ड हुनुहुन्छ हैन त्यो भएको हुनाले र राजनीतिक चाहना पनि हुनुभयो राजनीतिक चाहना पनि त्यही भएर नै मैले रिक्वेस्ट गरेको थिएँ उहाँले एक्सेप्ट गर्नुभयो आउनुभयो र उहाँले धेरै ठाउँमा बोल्नु पनि भयो राम्रो थियो अब त्यो म उहाँलाई छोडेर गएको भन्दिनँ हामीले नै पार्टी एकीकरण गर्ने भनेर चाहिँ एउटा सहमति गऱ्यौँ त्यही दिन हामीले हाम्रोमै थियो हाम्रोमै समानुपातिकमै एक नम्बरमा हाम्रोमै थियो त्यो हाम्रो समानुपातिकबाट फिर्ता गरेर हैन किनभने दुईटा समानुपातिक राख्न मिलेन अब राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ तर्फबाट पनि एक नम्बरमै हामीले राखेरै पठायो 18 जना हामीलाई दिएको थियो त्यो राखेर पठाइसकेपछि अब हाम्रोबाट फिर्ता गरिसक्यौँ हाम्रो त समानुपातिकै रहेन हैन किनभने फिर्ता गरिसक्यो नि त नि अनि त्यसपछि उता चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यो रह्यो 12 दिनपछि फिर्ता आउँदाखेरि त चाहिँ उहाँले आएर भन्नुभयो म त चाहिँ मेरो त म राजनीति गर्ने दाइ अलिकति अपर्च्युनिटी आएको बेलामा चाहिँ यो म यता फिर्ता आउँ कि त्यहीँ बसौँ भन्ने कुरा सोध्नु भएको थियो उहाँले अब किनभने हाम्रो त समानुपातिकै भएन उहाँको चाहिँ त्यहाँ एक नम्बरमै भएको हुनाले उहाँको चाहिँ जुन किसिमको पर्ने सम्भावना पनि छ उहाँलाई राम्रै होस् भनेर बस्नुहोस् त्यहीँ बस्नुहोस् भन्दै हो त्यस्तो मैले जबरजस्ती गरेन म त्यहीँ बस्छु भन्नुभयो बस्नुहोस् त्यहीँ बस्नुहोस् त्यहाँबाट पनि उहाँ जितिसकेपछि पनि आउनुभएको थियो मैले बधाई दिएको छु मलाई उहाँप्रति केही पनि ऊ छैन पछि फेरि उज्यालो नेपालमा आउने सम्भावना त्यो त उहाँको कुरा भयो मैले चाहिँ जबरजस्ती गर्ने कुरा भएन हैन तर उहाँप्रतिको मेरो सद्भाव रहन्छ।